अनदर ब्लग। सबैजनालाई आरामै अनि सन्चै हुनुहुन्छ होला। अहिले हामी बसिरहेको छौँ, एकछिनपछि खाना बनाउने छौँ। अनि हजुरहरू के गर्दै हुनुहुन्छ अनि कुन कुन ठाउँबाट कोले मलाई हेर्दै हुनुहुन्छ लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला। अनि यता मेरो बाबु किताब पढिरहेको छ भन्न मिलेन, पढ्न लागेको छ भर्खरै खोलेको। अनि अब हामी दुइटै पढिरहेको छौँ। यसो टाइम वेस्ट नगरेर यसो अलिअलि हेरौँ भनेको। हजुर अनि गाइस ल हेर्दै गर्नु होला। एकछिनपछि म खाना बनाउँछु, अनि हेर्नु होला ल। अब हामी खाँदैछौँ यो स्न्याकमा एभोकाडो कर्नडक खाँदैछौँ। धेरै नै पाके जस्तो छ। यसको बीजलाई फेरि लाउनु पर्ला है। काटेको रे मामुले काटेको थोरै आएको थियो है। त नि देखाउ न। ए बा ब्राइटनेस कति हो अब देखाउ न। आधी खान सक्छस् नि मजाले। के हो यो त गेडा नि पाकेको छ। यसलाई नकाट भन्दैछु। गेडा त पाकेको छ काँडो होस् न ल। यसो सिधा छिल न। छिल्नु किन हो डाइरेक्ट खाने। छिलेर हात फोर मात्रै हुन्छ। अन्त मान्छेले यसको पेस्ट बनाउँछ अनि खै केमा हाल्छ अनि खान्छ। अनि भन्छ नि मिठो स्यान्डविचमा पनि लाउँछन्। लाउने बनाउने भन्यो भने गाइस मामुले धेरै चटक देखाउनु पर्ने। त्यसको अन्डा जस्तो कि काँचो अन्डा खाँदा त त्यस्तै त हुन्छ नि। गाइस तपाईँलाई एभोकाडो कस्तो लाग्छ त्यो चाहिँ भन्नु। एकचुटमा ल्याम्मै मुख हाल्ने। कस्तो क्रिमी हुन्छ है। पहिला खाएको थियो अलिक बान्नु पऱ्यो होला। कस्तो लाग्ने यार। मिठो चाहिँ हुन्छ क्रिम खा जस्तो। पुरा टेस्टै चेन्ज हुन्छ त यार। यो एउटा एभोकाडो 100 को हो। यो 100 कसले 50 भन्यो। हिजो मैले 2टा राखेको थिएँ होइन। गाइस हेर्नु होइन हिजो मैले किन्नलाई 2टा राखेको थिएँ। यत्रो 2टा होइन। तोलेको कति भयो भने 200 अरे। न एउटा मात्रै दिनु भने एउटा मात्रै ल्याएको। यहाँ राख न, ड्याडीलाई पनि हो यहाँ दे।
खाने भए दिन्छु कि यहाँ म त चोइस पार्ने सुन्दैन मिस्तो गर्छ नि बनाइराख रिस नउठाए यहाँ तर म्याम पहिला एकचोटि ठुलो मम्मीले खाँदाखेरि त्यहाँको कति तितो थियो होइन ठुलो मम्मीले चाहिँ कसरी खाइरहनु भएको थियो त्यो नपाके हुन्छ तितो हुँदो रहेछ नि त्यहाँ कसरी खाइरहनु भएको थियो म त्यही सोचिरहेको थिएँ ल पुरै कति मिठो छ त यार खाऊ न आँप जस्तो अलिक काँचो काँचो चाहिँ आँप जस्तो हुन्छ होइन आँप खा जस्तो ठिकै पाकेकै खायो भने चाहिँ तितो हुँदैन रहेछ क्या गुलियो हुँदो रहेछ आज पनि लिएर आउँछु म एउटा हिजो मैले चाख्छु भने कि होइन राम्रो भयो भने चाहिँ भोलि किन्छु भनेको थिएँ कि त्यो आन्टीलाई कति साह्रो हो नआएको यो कहाँ टाँस्यो त नफाले बिराक्नु एकछिन न मिठो छ भन्न मिलेन कस्तो याक यति मिठो यार अलिकति स्यान्डविचमा हालेर खानु कुन गाइस फेरि भेट्दैछु हामी मैले भर्खरै खाना बनाइसकेको छु रोटी रेडी भइसकेको छ अनि दुध तात्दै छ यहाँ चाहिँ हाम्रो भिन्डी आलुको तरकारी अनि यसमा चाहिँ मैले बडीको चाहिँ दाल बनाएको छु है बडीको घरमा बेलुका बेलुका जहिले गेडागुडी नि मनपर्छ रोटीसँग खानालाई दाल गेडागुडी चाहिँ यो बनाएको छु बडी यो बडीको दाल चाहिँ एकदम मिठो हुन्छ भातसँग नि मिठो हुन्छ रोटीसँग त झन् मिठो हुन्छ है अलि मैले यस्तो झोल झोल खाने मन थियो कि अनि त्यसरी झोल झोल बनाएको बाक्लो मलाई मन पर्दैन गेडागुडी त बाक्लो भयो भने कस्तो हल्कै हुन्छ अनि पछाडि मेरो बाबुले पढिरहेको छ मैले चाहिँ यो कार्टुन हेरिदिइरहेको छु अनि कार्टुन हेर्दै खाना पकाएको अनि अब एकछिनमा दुध तात्छ त्यसपछि हामी एकछिन बाबुलाई पढाउनु पर्यो अनि त्यसपछि चाहिँ खाना खानु पर्यो एकचोटि म थोरै झाक्छु नि त है कस्तो भएको छ तरकारी कसलाई बोल्यो भाइला भिन्डीको तरकारी माई फेभरेट हो नि करेला अनि भिन्डी मेरो फेभरेट तरकारी हो अन्त कति रोटी खान्छु अब अघि ड्युटी सकेर एकछिन मैले एक्सर्साइज गरेको छु यस्तो खुट्टा दुखिरहेको छ आजदेखि स्टार्ट गरेको अनि ल हेरौँ कहिलेसम्म गर्छु अल्छी लाग्छ एक्सर्साइज गर्नु मन लाग्दैन खाने मात्रै मन लाग्छ तर भएन धेरै मोटाइयो अनि गाह्रो गाह्रो हुन थाल्यो शरीरलाई नि बिस्तारै बिस्तारै बानी बसाल्नु पर्यो आज फर्स्टचोटि गरेको खुट्टा दुखेर हात नि दुखिरहेको खुट्टा नि दुखिरहेको छ एकछिन दुरुम लिन्छ अनि खाना खाएपछि भेट्छु ल ओके बाई बाई